सुसाइड गर्थेँ होला कि दाइ म ऊ नभएको भए। आज म जे छु यहाँ जुन अवस्थामा छु मेरो बुढीको कारण जसले। छोराको बारेमा केही भन्नु पर्यो भने? छोरालाई दाइ अब त्यति बेला केही पनि थाहा थिएन होइन, रिपोर्ट आउँथ्यो अनि छोराको मुख हेरेर चाहिँ एकदम रुन्थेँ होइन। बुढी पनि अब केही भन्न सक्दैन थियो। अब म चाहिँ एक्लै रुन्थेँ दाइ अब कोठामा बसेर। अब त्यो कुराहरूले एकदम थियो। छोराले बुझ्ला भन्ने हुन्छ पछि। अच्छा, श्रीमतीजीले कतिसम्मको पीडा चाहिँ सहनु